Hey guys, आज चाहिँ म म्यानचेस्टरको हाम्रो घर छेउको पार्कमा आएको छु। यो पार्क अहिले टाइम भएको छ 5:44। यहाँ घाम लागिरहेछ अझै पनि। यहाँ चाहिँ म बिहान बेलुका आउने गर्छु वकमा। घाम लागे पनि यहाँ चाहिँ एकदम चिसो हावा चलिरहेछ, एकदमै चिसो। अनि म चाहिँ कट्टुमा हिँडिरहेछु अनि त्यस अवसरको भेष गर्नु पर्यो नि त गाइस। जाडो भयो भन्दैमा यहाँको मान्छेले नि फुल लुगा लाएर हिँड्दैन, आफूले लाएर हिँड्नु पनि सबैले हेर्छ भन्ने अलिकति लाज पनि होला। अनि अब त्यस अनुसारको भेष पनि गर्नु पर्यो। अनि यहाँ पर चाहिँ क्रिकेटहरू खेलिरहेछन् मान्छेहरू। उयो त नाङ्गै बसिरहेछ। मलाई मेरो मम्मी र दिदीहरूलाई चाहिँ जाडो हुन्छ अरे, यहाँनिर धेरै जाडो लाग्यो, चिसो भयो भन्नुहुन्छ। यहाँ मान्छेहरू चाहिँ नाङ्गै बसिरहेछ घाममा। यहाँ चाहिँ मान्छेहरू बिहानदेखि नै कतिपय मान्छे चाहिँ यहाँ आएर सुतिरहेको हुन्छ। ऊ पर सुतिरहेको पनि देख्नुहुन्छ। यता मान्छेहरू सबैजना गफ गरेर बसिरहेछन्, कपल्सहरू। कोही खानु आउँछन्, ड्रिङ्क्स गरिरहेको हुन्छ, कोही बियर पिइरहेको हुन्छ, कोही पिकनिक मनाइरहेको हुन्छन् पार्कमा, कोही कुकुर डुलाउनु ल्याउने, सबै त्यस्तैहरू हुन्छ। यहाँ चाहिँ अहिले बेलुकाको 5:45 भयो। यहाँ चाहिँ घाम डुब्ने भनेको चाहिँ 9:30 बजीतिर मात्रै घाम डुब्छ। अनि बिहान उज्यालो पनि छिट्टै उज्यालो हुन्छ। 4-5 बजीदेखि त घाम लाग्नु थालिहाल्छ। अनि म चाहिँ बिहान पनि वकमा आउँछु, बेलुका पनि वकमा आउँछु।